प्रेमको पछाडी भागिरहँदा उजाड उजाड भएको यो मेरो एक्लोपनमा सहारा बन्ने यी मेरा खुसीहरू आज अचानक खै कथा कथा अस्ताउँदैछ। प्रेम गर्नुको नतिजा यति धेरै रुनुपर्छ भन्ने थाहा भएको भए सायद कोही कसैसँग प्रेम गर्दैनथ्यो होला। आज आफैसँग रिस उठिरहेको छ, आफ्नो मन आफैसँग रोइरहेको छ, आफैदेखि आफैलाई दिक्दार लागिरहेको छ, आफैदेखि आफूलाई घृणा लागिरहेको छ। जुन प्रेमलाई मैले पूजा गरेर सम्मान गर्थे उसैले आज यो निर्दोष मुटुलाई घृणाको बाटो रोज्न बाध्य बनाएको छ। आज तिमीलाई मनैबाट घृणा सहित तँ भनेर सम्बोधन गर्न मन लागेको छ, तर मलाई तिमी जति अलिक घृणा आउँदैन, त्यसैले विवश छु मैले तिमी भनेर सम्बोधन गर्नलाई। मायाको मामलामा अलिक खुलेर प्रेम गर्नेहरूमा परे म, त्यसैले त्यो बदलिएछ भन्नु अघि उसको बारेमा के र कति सोचेको थियो त्यो पनि एकपटक सम्झिनु नबिर्सनु। तिमीलाई प्रेम गर्नुको सजाय होला सायद, म त जिन्दगी देखेर पनि आज वाक्क दिक्क लागेको छ। थाहा छ मलाई तिमीले गरेको म प्रतिको विश्वासघातको नतिजा हो यो भनेर, तर पनि मन नलाई जिरहेकी छु। अब त झन् कति धेरै विश्वासहरू पनि टुटिसकेको छ, त्यसैले दिक्दार जिन्दगीलाई कतै दूर बस्ती कतै एकान्तमा लगेर सदा सदाको लागि पूर्ण विराम लगाइदिउँ झै लागिरहेको छ। विश्वासघात टुटेर एकान्त रोदन पछिको निदरीमा पनि तिमीले दिएको चोटहरूले मुटु दुखेको आभास भइरहन्छ। सोधिरहन मन लाग्छ तिमीलाई हजारौं प्रश्नहरू। आखिर किन गर्यौ तिमीले मेरो जिन्दगीसँग यस्तो खेलवाड? मेरो एक्लोपनको फाइदा किन लियौ तिमीले? मेरो विश्वाससँग किन खेल्यौ तिमीले? मेरो भरोसासँग किन खेल्यौ तिमीले? सोध्न मन लाग्छ तिमीलाई हजारौं लाखौं करोडौं प्रश्नहरू। आखिर के हासिल गर्यौ खै तिमीले मेरो भरोसासँग खेलेर, मेरो जिन्दगीसँग खेलेर? हजारौं प्रश्नहरूले पुरिरहेको छ मन, दुखिरहन्छ, छटपटिरहन्छ मन, तर सास चलिरहेको छ। मेरो हजारौं सवालको जवाब पाउँदिन थाहा छ मलाई, तर पनि प्रश्न गर्न मन लाग्छ। तिमीले घात गर्न अघि एकपटक सोचेनौ है मेरो त तिमी बाहेक कुनै थियो र? तिमीलाई त मेरो बारेमा राम्रोसँग थाहा नै थियो, सबै कुरा अवगत हुँदा हुँदै पनि समीप भए। तिमी समीप हुनुमा मलाई खुसी थियो, मलाई दुखी थिएन तिमी समीप भएकोमा, तर दुखी त आज छु, किनकि मलाई आज तिमीले जिउँदै लास बनाएको छ। तिमीले आज मलाई जिउँदै मारेको छौ नि त, त्यसैले दुखेको छ मन, रोएको छ आत्मा। जिउनुको अर्थ खोज्दैछु, तिम्रो यस्तो बानीले गर्दा आज आफैसँग दुखी छु। जिन्दगीको असहनीय पीडा दियो, सायद तिमी पापी रहेछ, निर्दयी रहेछ। सबै कुरा जानेपछि नजिक आयौ तिमी, आज मलाई नै मारेर जाँदैछौ। तिमी नै भन न मेरो ठाउँमा तिमी भए के गर्थ्यौ? जिन्दगीमा निकै ठुलो सजाय दियौ प्रेमको बदलामा तिमीले, तर तिमीले एउटा कुरा सधैँ याद राख्नु कि मलाई रुवाएर खुसी रहन्छु भनेर कहिले नसोच्नु, किनकि पृथ्वी गोलो छ नि त, तिम्रो निरुने दिन अवश्य आउनेछ। त्यो दिन तिमी पनि म जस्तै एकान्तमा बसेर अँधेरी रातहरूमा बन्द कोठामा रुनेछौ। तिमी नितान्त एक्लो हुनेछौ, सिर्फ तिम्रो सामु पीडा र आँसु बाहेक कोही हुने छैन। त्यो दिन तिमी मलाई सम्झिनेछौ, तर तिमीले मलाई सम्झिँदा निकै ढिलो भइसकेको हुनेछ, तर तिमी पक्कै रुनेछौ, एक दिन रुनेछौ।